हेलो यो किन फोन लाग्दैन? हेलो ए लाग्यो हो क्या हो? हेलो भन भन नानी भन, के गरेछु? सन्चै छ? हेलो मम्मी के छ हाल खबर? ठिकै हुनुहुन्छ नि? म त ठिकै छु, सन्चै छ, राम्रै छ मलाई त। अनि अरू तेरो के छ हाल समाचार? हेलो मम्मी यहाँ त ठिकै छ। अनि घर के गरिछस्? पढाइका पुऱ्याइस्? राम्रै छ, परीक्षा चलिरहेछ यतातिर। हजुर एक्लै कसरी बसिरहनु भएको छ? हजुरकै पिर लाग्छ। कसरी बस्नु नानी, यसै गरी बसेछु नि। के गर्नु, कति उपचार गर्दा पनि तेरो बाबालाई बचाउनु सकिएन। नियतले मलाई एक्लो बनाइहाल्यो। हेर न, दिउँसो धर्मपुर पुरा फर्केको थिएँ, एकदम थाकेको छु, जिउ साह्रै दुखेको छ। ए मम्मी हजुरको बिहे गरिदिन सोचिराख्नु, हामीले के गर्ने विचार छ? बिहे गर्ने होइन? के भन्छ यो केटी? भाइको बिहे गर्ने कि मेरो? बाबाको बराती सकेपछि भाइको पो बिहे गर्नुपर्छ त। मलाई भन्ने बुहारी ल्याउने कति रहर छ, मलाई पनि साथी हुन्थे, घर पनि उज्यालो हुन्छ। होइन का मम्मी, मेरो बिहे गरिदिनु भयो, अर्काको घरलाई आफ्नो घर बनाउनु गएँ म। अनि पनि भाइको बिहे गराइदिएपछि श्रीमती लिएर फेरि अन्त्य जाला, विदेश पनि जान्छु भन्दैछ भाइ। फेरि तपाईँ सधैँ एक लागेर बस्नुहुन्छ? त्यसैले त मम्मी तपाईँलाई जीवन साथीको आवश्यकता छ नि, त्यसैले त हामी खोज्दैछौँ। होइन मेरो मनमा छ कि छैन कुरै नबुझिकन तिमीहरूले के सल्लाह गरेको? मैले किन बिहे गर्नु पर्यो अब? तिमीहरूले भन्नेमा जे पनि हुन्छ? बदमासहरू हो मम्मी, हामीले नि भनेको हुन्छ। यो पहिलेको जस्तो जमाना छैन अहिले। बाबाको ठाउँमा हजुरको मृत्यु भएको भए समाजले उहिले नै बाबाको बिहे गरिदिइसक्थ्यो। पुरुष चाहिँ एक दिन एक्लै बस्न नसक्ने, महिला बिना घर नचल्ने, घर त नारीको पनि हो नि। नारी चाहिँ के एक्लै बस्नुपर्ने? जिन्दगीभरि महिला चाहिँ के पुरुषको विधवा भएर बाँच्नुपर्ने? चारै इच्छा खुसी त्याग्नु पर्ने? जोगी जस्तै भएर बाँच्नुपर्ने? यस्तो चाहिँ कहाँ लेखेको छ र मम्मी? कुन कानुनमा छ र मम्मी? कुन कानुनमा छ र? खालि तपाईँ पुरानै विचार लिएर बस्नुहुन्छ, त्यसरी चल्दैन अब। होइन, समय त बदलेको छ, पहिला जस्तो छैन। तै पनि यति छिटो म आफ्नो मर्यादा र संस्कार भुलेर सबै आफ्नो खुसी गर्न सक्छु र? अब मेरो खुसी भनेकै तिमीहरूको खुसी र आनन्द हो के? म वैसे एकाल महिना मात्रै होइन के, तिमीहरूको आमा पनि त हुँ, दुई छोराछोरीको आमा हुँ, बुझिस्? म कहाँ आएर तिमीहरूलाई केही दिन मेरो काखमा बस्न मन लाग्ला। अनि म कहाँ घर गयो भने तिमीहरू टुरा जस्ता हुँदैनौ? तिमीहरूलाई आमा बिनाको घर कस्तो उजाड लाग्दो। फेरि मैले यस्तो कुरा सोच्न पनि त सकेको छुइनँ। यी सब फाल्तुको कुरा हुन्, बुझिस्? दिमागबाट निकाल। ल मम्मी, अरू कुरा हामीलाई थाहा छैन, तपाईँको बिहे गरिदिन्छौँ हामी। तपाईँले केही पनि बोल्न पाउनुहुन्न, जस्तो तपाईँको भलो हुन्छ हामी त्यही चाहन्छौँ। ल धेरै जाने चाहिँ नहौ, खुकुरीभन्दा कर्जा लाग्ने। यहाँ बाहिर कोही आए जस्तो छ, फोन काट अहिले। जे पायो त्यही भनेर चाहिँ। ल हुन्छ मम्मी, बाई मम्मी। होइन घरको मान्छे कता गयो? कोही पनि घरको मान्छे कता गयो अन्त? ए सावित्री दिदी पो आउनु भएछ। यतै छु दिदी, आउनु दिदी, आउनु, यतै बस्नु, आउनु। होइन त्यहाँ नबस्नु, यहीँ बसौँ न। होइन यतै आएर बस्नु, यता आएर बसौँ। हुन्छ नि त, हुन्छ, यतै बसौँ। यहाँ बाबु बित्नु भएको 8 महिना भएछ है? समयको गति रोक्न कहाँ सकिन्छ र दिदी, ऊ आफ्नो गतिमा हिँडिरहन्छ। कति छिटो 8 महिना बितिसकेछ है? त्यही त। होइन बहिनी, तिमी आजकल निकै बाहिर हिँडिरहन्छ रहेछ नि तिमी त। विधवाले सफा सुग्घर भएर हिँडेको देखिसक्दैन यो समाजले। आजकल बुझी तिमी कहाँ हिँड्ने गरेको छौ बच्चा? अब आफ्नो जागिर पनि छैन, जागिर बुढा बितिहाल्नुभयो, छोराछोरीहरू छन्, आफ्नो उमेर पनि आधीभन्दा बढी बाँकी नै छ। केही न केही त गर्नै पर्यो नि दिदी। आजकल यसो तालिमहरू गर्दैछु। म बुझी यो गाउँलेहरू कुरा काट्नु त मात्रै त हो नि, आफू पवित्र भएर हिँड्ने पनि देखिसक्दैन, कुरा काटिहाल्नु पर्ने हो त नि दिदी। अरूले कुरा काट्यो भने त मारिहाल्छ नि त, काट्ने त कुरै हो। हेर त रिना, ऊ त तल कार्कीले रिना पहिला जान्छ दोस्रो बिहे गर्छन् भन्दै थिए। हेर त यो रिना, अहिले पनि कति मजाको छ हो, खाइलाग्दी पो छ त। के गर्नु, खाउँ खाउँ लाउँ भन्ने उमेरमै लोग्ने मरेर गइहाल्यो। अब यसले अर्को बिहे गर्छ, यसलाई पाउने पट्टो पनि मक्ख पो पर्छ त हौ बिचारी। यसलाई धेरै केटाहरूले हेरेर मुख मिठाउने गर्छन्। के को तपाईँले हात हात ल जानु आफ्नोबाट जानु, ल बाबा जानु आफ्नोबाट। कस्तो डिस्टर्ब हो, यसो
राम्री तरुणी हेर्न पाएको छैन, कोही भिले मन आइहाल्छन्। कस्तो आइमाहरू पनि यार बेकार आइमाहरू, काम छैन, त्यतिकै डिस्टर्ब गर्न पो आउँदो रहेछन् है। हो गर्छु नि त अर्को बिहे, निम्तो पनि पठाउँछु म तिनीहरूलाई। गर्दा लिएर जानु अरे भन्दैन है दिदी। हेर्नु त दिदी कस्तो अन्याय यो समाज। यति श्रीमानको छेउमा म बितेकी भए 45 दिनमै उनको बिहे गरिदिन्थे। के नारीले सधैँ पराश्रित नै भएर बाँच्नुपर्ने? के नारीले सधैँ अर्काकै भरोसामा बाँच्नुपर्ने हो र? समय कहाँबाट कहाँ पुगिसक्यो। तर यिनीहरू चाहिँ पुरानै राज आलाप छन्। म त अब जे भन्छन् भन्नु, म त कुनै प्रवाह नै गर्दिनँ, वास्तै गर्दिनँ। फेरि बिहे गर्ने कि नगर्ने मेरो कुरा हो नि। सबै मान्छे एकै किसिमको हुँदैनन्, सबैको विचार पनि त्यही खालको हुँदैन। मेरो जीवन निर्णय पनि मेरै हुन्छ, बाँकी जीवन कसरी बिताउने भन्ने निर्णय पनि मेरै हुन्छ। हो बहिनी हो, सत्परा ला, म मन घर गए अब लाग्छु ल। हेर त सावलीको बिहे भएको 1 वर्ष नभइकन श्रीमान बितेर गए, अनि सासू ससुराले केटा खोजेर बिहे पनि गर्दे। खोइ मान्छे जस्तो तस्तो छ नि, दैवको कस्तो लीला हो। म 28 विधवा, 2 छोराछोरीकी आमा। के मेरो छोराछोरी सहित मलाई अपनाउने हिम्मत गर्ने कुनै पुरुष यो समाजमा होला त? के मेरो छोराछोरी सहित मलाई अपनाउने यो समाजमा कोही पुरुष होला त? के मेरो छोराछोरी सहित मलाई अपनाउने यो समाजमा कोही पुरुष होला त?